म जस्तो स्वार्थी मान्छेको लागि यसरी आँसु बगाएर किन आफूलाई दुःखी बनाउनुहुन्छ? खासमा म तपाईँको लायकै थिइनँ, त्यही भएर दैवले मलाई तपाईँबाट छुटाएर टाढा बनायो। दर्शकबिन सिर्जनाले मनोजलाई दोस्रो श्रीमानका रूपमा हेर्नु र स्वीकार गर्नु के गलत थियो त दर्शकबिन? किन मनोजले छोडेर गइसके पश्चात सिर्जनालाई भने विभिन्न खालका आरोपहरू लगाइँदैछ त दर्शकबिन? अनि त्यही समाजका मान्छेहरू जसले नारीको अस्तित्वलाई किन चिन्न सकिरहेका छैनन्? अब वास्तवमै बसन्तले सृजना र केशरलाई सँगै राख्लान् त दर्शकबिन? अनि सृजनामाथि लगाएका ती विभिन्न खालका आरोपहरूलाई उनले कसरी खण्डन गर्लिन् त? आउनुहोस् आजको रिभ्यू एपिसोडमा जान्ने प्रयास गरौँ दर्शकबिन। जीवनको रङ केसरी सरोज घिमिरेद्वारा निर्देशन र निर्माण गरिएको यो चर्चित सिरियल पनि हो र जो आरटी इन्टरटेनमेन्टबाट प्रसारण हुने गर्दछ। हामीले भाग 95 हेरिसकेका छौँ दर्शकबिन र उक्त भागमा हामीले पाएका छौँ कि सृजनाले भने त्यो असीमित दुःख मात्र पाइरहेकी छिन्, किनकि उनले आफ्नो श्रीमान मनोजले त्यो अवस्थामा छोडेर गइसके पश्चात भने आफ्नो जिन्दगीलाई सहज बनाउनका लागि उनी हर प्रयास त गरिरहेकी छिन्, तर भने उनलाई त्यो अवस्था मिल्न सकिरहेको छैन, किनकि त्यही गाउँ समाज र जसले कहिले सकारात्मक बाटोमा हिँडाल्छ भने कहिले नकारात्मक बाटोमा हिँडालिरहेको हुन्छ। र उनको जीवनमा भने एउटा असल साथी भए पनि श्रीमान भए पनि त्यो जिम्मेवारी भने बसन्तले निभाएको हामी पाउन सक्दछौँ। र सृजनाको त्यो कथा र व्यथाले भने वास्तवमै के चर्चा गर्दछ भने यो एउटा काल्पनिक भए तापनि एउटा नारी जसलाई समाजमा कस्तो दृष्टिले हेरिन्छ, अर्थात् त्यो समाजमा जसले नारीको अस्तित्वलाई नबुझेर नारीको साहसिकतालाई नबुझेर किन एउटा धारबाट मात्र हेरेर बारम्बार प्रश्न तिर्स्याउने र दुःख दिने काम गर्दछ भन्ने कुरा पनि महत्त्वपूर्ण रहन्छ। जसरी सृजनाले आज मनोजसँगको जीवन जिउन नपाउँदै गर्दा भने मनोजलाई खाइ भन्ने आरोप यता कता सुनिँदै आएको छ। त्यस्तै उनलाई पाउनका लागि हर प्रयास गरिरहेको इन्द्रले पनि विभिन्न खालका चालहरू चालिरहेको छ, जसको कारणले गर्दा सृजनालाई झन् दुःख निम्तिरहेको छ। सृजनाले भने असल सासुआमा र आफ्नै नन्द पाएकी थिइन्, तर उनको त्यो सौभाग्यलाई सजिलै जुराउन सकिएन, किनकि उनकी सासुआमा भगवती भने निकै स्वभाव र सहनशील देखिन्छन् भने मीरा पनि त्यत्तिकै समझदारी देखिन्छन्। बसन्त र केसरी पनि सृजनाको प्रेम र स्नेहप्रति निकै भावुक देखिन्छन्, किनकि उनले पाएको यो दुःखलाई भने उनीहरूले जसरी पनि भुलाउन आफूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्दछ भन्ने ठानिरहेका छन्। भने सृजनालाई सृजनाका बुवा पूर्णबहादुर र उनका मामाले महेश ल्याउँदै गर्दा भने जुन दृश्य घरमा देखिरहेका छौँ र सृजना निकै पीडादायक अवस्थामा गुजिरहेकी छिन्, यो देख्दै गर्दा आम दर्शकहरूलाई पनि साह्रै पीडा हुने गर्दछ। दर्शकबिन कथा हेरिसक्यौँ र हामीले त्यो कथा हेरिसके पश्चात अब हामीलाई लागिरहेको छ कि साँच्चीकै अब बसन्तले केसरी र सृजनाले सँगै राख्न पर्यो र जुन एउटा त्रिपक्षीय ढङ्गबाट एउटा श्रीमान र श्रीमतीको भूमिका र महत्त्वलाई स्पष्ट पारेर हामी आम दर्शकहरूलाई खुसी दिनु पर्यो भन्ने मेरो बुझाइ छ। दर्शकबिन तपाईँहरूलाई के लाग्दछ? आजको रिभ्यू एपिसोडका केही कुराहरू हामीले सेयर गर्ने अर्थात् भन्ने अवसर पायौँ र तपाईँले भने आफ्नो भनाइ कमेन्ट बक्समा राख्नुहोला। हस्, धन्यवाद, नमस्कार।